पाइप घुसार्यो टागो एक्सरे गर्यो अनि यहाँ के होट्टा हालेर एचसी के हो गर्नु तपाईको मुखबाट पाइप हाल्दाखेरि हजुर तपाईको पेटमा चाहिँ ग्यास्ट्रिक गर्ने कीटाणु देखिएको हो अल्सर होइन अनि त्यो कीटाणुले भोलि भविष्यमा अल्सर नगरोस् भने तपाईलाई कडा कडा औषधि दिएको हो हैन आमाले यस्तो कडा कडा औषधि खानु भएको चाहिँ पर्नु पर्ने दिनु पनि पर्छ तर आमाले के गर्दिनु भयो रे नुन पनि बार्दिनु भयो हाम्रो नेपालको एकदम नाम बानी के छ भने जेमा पनि बाड्ने बिरामी हुँदाखेरि खल्लो खुवाउने बिरामी हुँदाखेरि जाउलो खुवाउने फेरि जुस खोजे खुवाउने हर्लिक्स खुवाउने म बिरामीलाई भन्दा थाकिसकेँ कि बिरामीलाई कडा औषधि खाँदाखेरि नर्मल त खुवाउने हो नि पेट चिरेको होइन अपरेसन गरेको होइन किन जाउलो खानु पर्यो किन उमालेको खानु पर्यो किन नुन खल्लो खानु पर्यो किन खानु पर्यो नुन खल्लो झन् कमजोर बिरामीलाई झन् नर्मल खुवाउने झन् थपी खुवाउने यति कडा औषधि चाहिँ 500 mg को बिहान 2 क्याप्सुल बेलुका 2 क्याप्सुल यति कडा औषधि खाइरहेको बेला बिरामीलाई झन् खल्लो खुवाउने होइन नि हाम्रो तरिका राम्रो छैन कि बिरामीलाई उपचार गर्ने औषधि जति पनि खुवाइदिने अनि झन् खल्लो खुवाउने अब भन्नु चाहिँ आफै अपरेसन गरेको होइन उल्टी भएको छैन दिशा डायरिया भएको छैन किन खल्लो खुवाउने किन नुन बाड्ने कडा औषधि कडा कीटाणु झन् त्यसलाई झन् मजाले पेली खुवाउनु पर्दैन है हो नखाने कुरा के भने बुवा चाउमिन चटपट पानीपुरी समोसा पकौडा पो तर आमा सधैँ खाइरहेको दाल भात तरकारी त नर्मल खुवाउने हो नि झन् बरु म त भन्छ नेपालमा समस्या के खाजा के खाने खाजामा समस्या छ कि बरु भोकै बस्दिन्छ कि दुध चिया खान्छ के खाइदिँदैन बरु म त भन्छ खाजा पनि के खाम हुन्छ भने बरु 9 बजे 8 बजे खाना खाइदिने 2 बजे फेरि नेपाली खाना खाइदिने दिनमा 3 चोटि खाने तपाईँ झन् यो औषधि खाने त नर्मल खानु पर्यो अल्सर होइन आमा अल्सर गर्न सक्ने कीटाणु देखिएको त्यो कीटाणु मार्ने कडा औषधि हुन्थ्यो कडा औषधिलाई पचाउन झन् नर्मल खाना खाने हो तपाईँ यस्तो कडा औषधिसँग नुनै नखाएपछि खल्लो खाएछ मान्छे कमजोर हुँदैन त र आमा आउनुहुन्छ के समस्या भइरहेको अरे हात खुट्टा ललालोको हुने शरीरमा तागत छैन रिङ्गर लाग्ने गाह्रो हुने अनि यो पेट घुमी कहिले तल दुख्न आउने कहिले माथि दुख्न खानपान मिलेन बुवा खानपान मिलेन नर्मल खुवाउने हो बाहिर नखाने हो म मिलाउँछु है बिरामी हरेक ज्वरो आएको बिरामी हरेक भर्ना भएको बिरामीलाई चाउलो खानै पर्छ नि छैन पेट चिरेको हो पेटको अपरेसन गरेको उल्टी भयो चाउलो खाऊ दिशा पातलो भइरहेछ पच्न सकेन जाउलो खाऊ त मात्रै भन्यो त नर्मल भइरहेको मान्छे हरेक बिरामी भर्ना भयो भन्दैमा जाउलो खानु पर्दैन हरेक बिरामी हस्पिटल भर्ना भयो भन्दैमा प्याकेट जुस खानु पर्दैन त्यो झन् बिग सर हो प्याकेट जुस त खाने नै होइन फलफुल लिनु मिल्छ फलफुल पनि खोजी खानुपर्छ भन्दिनँ फलफुल भनेको हाम्रो हिसाबमा मुख नमिठो भएको बेला के खाम भएको बेला भर्खर भात त खाए अब के खाम भयो भने चाहिँ सप्लिमेन्टको रूपमा लिइदियो है फलफुलले अगाउन खोजेर भात छोड्ने होइन है फलफुल खाएर त्यो हुन्छ नि अमिलो फलफुल पानी मात्रै खाएर ठोस छोड्ने होइन नर्मल खानपान गर्नै पर्छ है आमा ल